संसारलाई आतंकित बनाएको गिरोह आज जेलमा कसरी बाँचिरहेको छ। कल्पना गर्नुहोस्, एउटा यस्तो गिरोह जसको नाम सुन्नासाथ मानिसहरू आफ्नो ढोका बन्द गर्थे, एउटा यस्तो संगठन जसका सदस्यहरूलाई देखेर धेरै मानिसहरू आफ्नो बाटो नै परिवर्तन गर्थे। हत्या, फिरौती, लागु औषध तस्करी, मानव तस्करी, चरम हिंसाका कारण संसारभर कुख्यात बनेको यो गिरोह हो MS-13। एक यस्तो समय थियो जब यो गिरोहको प्रभाव यति धेरै थियो कि उनीहरूको विरुद्ध बोल्न समेत मानिसहरू डराउँथे। तर आज परिस्थिति पूर्ण रूपमा बदलिएको छ। जसले अरूलाई डर देखाउँथे उनीहरूमध्ये धेरै अहिले कडा सुरक्षा भएका जेलभित्र आफ्नो जीवन बिताइरहेका छन्। आजको भिडियोमा हामी MS-13 को जन्मदेखि यसको उत्सर्ग, पतन र अहिले जेलभित्र उनीहरूको अवस्था कस्तो छ भन्ने विषयमा विस्तृत रूपमा जान्नेछौँ। MS-13 को स्थापना सन् 1980 को दशकमा अमेरिकाको लस एन्जलसमा भएको थियो। एल साल्भाडोरको गृह युद्धबाट भागेर अमेरिका पुगेका केही युवाहरूले सुरुमा आफ्नो सुरक्षा समूह बनाए, तर केही वर्षमा यो समूह अपराधिक गतिविधितर्फ मोडियो। समयसँगै यसले नयाँ सदस्य भर्ती गर्न थाल्यो र आफ्नो प्रभाव बढाउन थाले। पछि धेरै सदस्यहरूले एल साल्भाडोर फिर्ता पठाइयो। त्यहीबाट यो गिरोह मध्य अमेरिका र अमेरिकाका विभिन्न क्षेत्रहरूमा फैलियो। MS-13 को नाम हिंसात्मक अपराधसँग जोडियो। विभिन्न अनुसन्धान र अदालतका मुद्दा अनुसार यसका धेरै सदस्यहरू हत्या, अपहरण, फिरौती, लागु औषध तस्करी र अन्य गम्भीर आरोपमा संलग्न भएको पाइयो। यद्यपि यी सबै सदस्यहरू एउटै अपराधमा संलग्न थिए भन्ने निष्कर्ष निकाल्न मिल्दैन। अपराधको जिम्मेवारी व्यक्तिगत रूपमा निर्धारण गरिन्छ। यस गिरोहको सबैभन्दा ठूलो शक्ति डर थियो। धेरै मानिसहरू उनीहरूको नाम सुन्नासाथ चर्चित हुन्थे। कतिपय स्थानमा व्यापारीहरूलाई धम्की दिएर पैसा असुल्ने, स्थानीय समुदायलाई नियन्त्रण गर्ने र हिंसा मार्फत प्रभाव कायम राख्ने प्रयास भएको वितरण सार्वजनिक भएका छन्। वर्षसम्म आतंक मच्चाएपछि विभिन्न देशका सुरक्षा निकायहरूले MS-13 कारबाही तीव्र बनाए। यसगरी एल साल्भाडोरको सरकारले हजारौं शंकास्पद गिरोहहरूलाई पक्राउ गर्ने अभियान सञ्चालन गर्यो। आज धेरै सदस्यहरू उच्च सुरक्षा भएका जेलहरूमा छन्। त्यहीबाट बाहिर निस्कन निकै कठिन छ। जेलभित्र 24 घण्टा सुरक्षा निगरानी हुन्छ। कैदीहरूको गतिविधि लगातार अनुगमन गरिन्छ। धेरै अवस्थामा उनीहरूलाई सीमित समयका लागि मात्र कोठा बाहिर निस्कन दिन्छ, तर बाहिरी संसारको सम्पर्क निकै सीमित हुन्छ। जेलभित्रको उनीहरूको वास्तविक जीवन कस्तो छ त? जेलभित्रको जीवन उनीहरूले बाहिर बिताएको जीवनभन्दा बिल्कुलै फरक छ। जहाँ पहिला उनीहरू सडकमा स्वतन्त्र रूपमा हिँड्थे, आज उनीहरू फलामे ढोकाभित्र बस्न बाध्य छन्। बिहानदेखि रातिसम्म जेलको नियम पालना गर्नुपर्छ। सुरक्षा नियमित जाँच हुन्छ। आदेश उल्लङ्घन गरे थप सजाय हुन्छ। धेरै उच्च सुरक्षा भएका जेलहरूमा कैदीहरूलाई सँगसँगै ठूलो समूह घुम्ने अनुमति हुँदैन। उनीहरूको दैनिक जीवन कडा नियन्त्रण हुन्छ। परिवारसँग भेटघाट र बाहिरी सम्पर्क पनि जेलको नियम अनुसार मात्र सम्भव हुन्छ। अहिले उनीहरू धेरै पछुतोमा छन्। केही पूर्व गिरोह सदस्यहरूले सार्वजनिक रूपमा अपराधको बाटो रोजेको पछुतो व्यक्त गरेका छन्। तर सबैको अवस्था एउटै छैन। कतिपयले अझै आफ्नो अपराध स्वीकार गरेका छैनन् भने कतिपयले नयाँ जीवन सुरु गर्ने इच्छा व्यक्त गरेका छन्। यसले एउटा महत्त्वपूर्ण सन्देश दिन्छ। अपराधबाट केही समय, शक्ति, पैसा र प्रभाव प्राप्त भए जस्तो देखिए तापनि अन्त्यमा यसको मूल्य निकै महँगो पर्न सक्छ। स्वतन्त्रता गुमाउनु पर्छ, परिवारबाट टाढा हुनुपर्छ र जीवनशैली धेरै वर्ष जेलमै बिताउनु पर्ने अवस्था आउन सक्छ। यो कथा केवल गिरोहको मात्र होइन, यो गलत निर्णयले मानिसलाई कहाँसम्म पुर्याउन सक्छ भन्ने वास्तविक उदाहरण पनि हो। जसले कहिले सडकमा आतंक फैलाए, आज उनीहरू धेरै जेलमा वाक्ला पर्खालभित्र बन्द छन्। समय बदलिन्छ, शक्ति बदलिन्छ, तर कानुनको सामना गर्नुपर्ने दिन अन्ततः आउन सक्छ। यो कथा केवल एउटा आपराधिक गिरोहको इतिहास मात्र होइन। जब शक्ति, अहङ्कार र कानुनभन्दा माथि छु भन्ने सोच बढ्दै जान्छ, त्यसको परिणाम अन्ततः विनाश नै हुन्छ। नेपालको इतिहासले पनि जनअसन्तुष्टि र जनआन्दोलनबाट एउटा कुरा स्पष्ट सन्देश दिएको छ। जनताको आवाजलाई लामो समयसम्म व्यवस्था गर्न सकिँदैन। जनविश्वास गुमेपछि परिवर्तनको माग बलियो हुन्छ। त्यसैले आज सरकारमा रहेका सबै दल र नेताहरूका लागि पनि एउटा सन्देश छ। जनताले दिएको शक्ति व्यक्तिगत घमण्डका लागि होइन, सुशासन, पारदर्शिता, जवाबदेहिता र देशको विकासका लागि प्रयोग होस्। किनकि शक्ति स्थायी हुँदैन, तर जनताको फैसला र इतिहासले मूल्याङ्कन सधैँ गरिरहन्छ। हामी सबैको चाहना एउटै हो, शान्त, समृद्ध र न्यायपूर्ण नेपाल। यस्ता वास्तविक अपराध, विश्वका रहस्यमय घटना र सत्य कथाहरू मनपर्छ भने भिडियोलाई लाइक गर्नुहोस्, आफ्नो विचार कमेन्टमा लेख्नुहोला र च्यानललाई सब्स्क्राइब गर्नुहोला।